नमस्ते सम्पूर्णमा। म आज तपाईहरुलाई एउटा अलि फरक भिडियो शेयर गर्दैछु है त। हुन त म यो जानेर गरेको काम त हैन, रहरले गर्न सक्छु कि भन्ने हिसाबले यसो समय निस्केको बेलामा बिहान बेलुका गरौँ न भनेर सुरु गरेको। हामी एउटा जन्मजातै किसान, पेशाले किसान। अनि यो खाली भएको गोठलाई युज गरेर अलिकति लोकल कुखुरा पालौँ न भन्ने हिसाबले अब दिनको 5-6 अन्डा किनेर खानुपर्छ युज नभएको जग्गामा भनेर मैले यो आफै एक्लैले है त यो टिन छाउनेदेखि अब मैले यहाँ खोर बनाएको छु, तपाईहरुलाई देखाउँछु। यो टिन छाउनेदेखि सबै काम म एक्लैले गरेको। कस्तो छ हेर्नु होला, पहिलोचोटि हो, सक्छु कि भनेर गरेको। यतिको भएको छ है। मलाई चाहिँ सकेसम्म भ्याएसम्म आफ्नो काम गर्न मजा लाग्छ है। अनि यसमा चाहिँ खास मैले बाँसको हाम्रो यहाँ बाँस छ है, बाँसको अलि सस्तोमा बनाउने भनेर सुरु गरेको। बाँस अलि पुगेन र अलिकति जाली लगाउनु पर्यो। यो एउटै जाली हो, तपाईहरु सोध्न सक्नुहुन्छ कसरी एक्लैले लगाए भन्नुहुन्छ हैन। यति वारपार पुरै एउटै जाली हो, म एक्लैले लगाएको। यसमा कसैको पनि हात पनि छैन, कसैको आइडिया पनि छैन है त। यताको पार्ट सिंगल, यताको पार्ट सिंगल, दुईटा पिस जाली हो। अनि 75 वटा पिस बाँस युज भएको छ यसमा। अनि 5 वटा जति यो टिन चाहिँ बीचमा काटेर भने नि मैले पहिलोचोटि एउटा दुईटा त कहिलेकाहीँ पूजाआजालाई काटियो होला बाँस, नत्र भने यो टिन त जिन्दगीमा पहिलोचोटि काटेको। टिनलाई आधा आधा बनाएर त्यसपछि यहाँबाट खास यसै गरी नै सबै बनाउने भनेको है। तर सोचे जस्तो भएन, बाँस पुगेन, कलिलो बाँस भयो। म अलिकति अब म विगततिर फर्किन चाहन्छु है त। हामी सानो हुँदाखेरि मेरो आमा बुबाको मेन आम्दानीको स्रोत भनेको खेतीपाती, किसान, वस्तुभाउ, बाख्रा, पाठा, लोकल कुखुरा। हामी सानो हुँदाखेरि मलाई याद भएछन् मेरो गाउँमा सबैभन्दा धेरै लोकल कुखुरा हाम्रो घरमा हुन्थ्यो। अर्गानिक 30-35 पिससम्म हुन्थ्यो। खोरमा, सानो खोरमा नअटेर गोठमाथि पनि जान्थ्यो। यो मैले आफैले बनाएको। अनि त्यति बेला पनि 10-12 वर्षको उमेरमा पनि मैले घरको छुट्टै अनि मैले साथीभाइसँग सानो चल्ला ल्याएर चाहिँ पालेर मैले एक्स्ट्रा कमाउनको लागि म त्यो गर्थेँ कि। अनि अलि बुझ्ने भएपछि कहिले ह्याचरीको सेतो कुखुरा या त कहिले गाउँतिर लोकल कुखुरा पाली समथिङ 25 वर्ष अगाडि मैले एक ठाउँमा मार्केटिङमा जब एप्लाई गर्दाखेरि त्यहाँ सरले चाहिँ बाइकको लाइसेन्स छ कि छैन, मार्केटिङमा हिँड्नुपर्छ, मलाई लिएर हिँड्नुपर्छ भन्नुभएको भएर त्यो बेलाको पैसा भनेको मैले कुखुरा बेचेको पैसा जम्मा गर्दाखेरि त्यो बेलाको पैसाको हिसाबले 75 पौने तोला सुन आउँथ्यो है त। 75 होइन, पौने तोला सुन आउने पैसा हो। जब कि लाइसेन्स चाहिन्छ भनेपछि त्यसपछि मैले लाइसेन्समा युज गरेँ। पछि अलिअलि पैसा चाहिँ यताउता भयो। त्यो बेला चाहिँ अब सुनमा चाहिँ लगानी गऱ्यो भने फस्दैन भन्ने सुनेर त्यस्तो गरेको है। अब मैले यो खेर जाने जग्गालाई, अब हाम्रो गाई ठुलो गाई थियो, 25 लिटर दुध दिने गाई। आमालाई दुःख भयो, गाई पनि बुढी भयो, बेच्यो। अब अहिले 3टा बाख्रा अनि एउटा पाडो यसो मलसल हुन्छ भनेर लिएर आएको छौँ। यो आफैले बनाएको है त, यसमा कसैको पनि छैन। यो लोकल कुखुरा पाल्नलाई मैले 5-6 दिनमा अन्डा युज हुन्छ होइन। हामीले आफूलाई घरमा अब यो खेर गएको जग्गालाई यसो अब बिहान बेलुका फुर्सदको बेलामा गर्दाखेरि हुन्छ भनेर गरेको। अब मैले यहाँ अर्गानिक चुकुल पनि बनाएको छु। यसरी यो लक हुन्छ है। अब यो जति पनि काम यहाँको भएको छ सबै मैले गरेको छु। अनि मेन मलाई चाहिँ तैँले गर्न सक्छस् भनेर साथ दिने यो ड्रिल बिट, यो स्क्रुड्राइभर, ड्रिल बिट जे भने पनि हुन्छ। यदि तपाईँहरू यस्तै शान्तिनो काम खतराख्दो गर्न मन पर्नुहुन्छ, गर्नुहुन्छ, घरतिर केही यसो बिग्रेको बेला बनाउनुहुन्छ होइन, काँटी साँटी ठोक्नलाई यताउता भने यो यति राम्रो छ है। यो भएपछि तपाईँले अहिले यसमा कसैलाई चाहिँ बोलाएको भए पनि अब उहाँले ज्याला लान्थ्यो हुन्थ्यो होइन। तर यो मैले फुर्सदको बेला एकै दिन 2 दिनमा बनाइनँ कि, बिहान बेलुका 2 घन्टा 3 घन्टा 1 घन्टा मेसो मिलाएर बनाएँ। अब देख्दा यो ठुलो त छैन, तपाईँहरूलाई त अब अचम्म लाग्ला, के देखायो भन्ने पनि लाग्ला। तर मलाई यति आनन्द लाग्छ, मेरो घरबाट निक्लिएपछि यो देखिन्छ होइन गोठमा, यति आनन्द लाग्छ कि यो देखेपछि। किन मैले बनाएको नि त होइन। मेरो यसमा श्रम परेको छ, नजाने कतै घोचेर रगत परेको छ, काटिया छ, कहिलेकाहीँ ठोकिया छ, कोतारिया छ, यसमा श्रम परेको छ, यति धेरै पसिना बगेको छ। अनि म एउटा प्रसङ्ग जोड्छु है त। पसिना बग्यो भने हेल्दी हुन्छ, त्यही भएर पसिना बगाउनु पर्छ भनिन्छ नि होइन हेल्दी हुनलाई। मलाई रुगा खोकी लाग्यो है, म अरू बेला पनि औषधि खाँदा पनि
एभरेज 7-8 दिनभन्दा अगाडि बिसो हुन्थेन। यसपालि म बिहान बेलुकै 2-3 घन्टा 1 घन्टा 2 दिन गर्थेँ। अझै डराइ धेरै चिसो हुँदाखेरि छातीलाई असर पर्छ भनेर डराइ गर्थेँ। मैले मेरो त्यो धेरै पसिनाको माध्यमबाट मेरो ब्याक्टेरिया भाइरसहरू शरीरबाट बाहिर निस्केको कारणले मलाई 3 दिनमै जिन्दगीमा मेरो पहिलो अनुभव हो कि औषधि खाँदा पनि 7-8 दिनभन्दा अगाडि कहिले पनि सकेको थिएन। 3 दिनमा सक्यो। अनि लोकल कुखुरालाई चाहिँ यहाँ माथि टाढ बस्न मन पराउँछ भनेर त्यो गरेको छु। मैले यसलाई चाहिँ मेरो धेरै रिसर्च पछि मैले यसलाई अब बाहिर छुनलाई त तत्काल अहिले ठाउँ त्यस्तो छैन, तर मैले यसलाई नै भित्र अर्ग्यानिक रूपले छुट्टै तरिकाले मेरो आफ्नै छुट्टै धेरै रिसर्च पछिको यसलाई खुवाउने सकेसम्म फिडको दानाहरू नखुवाउने आफूले बनाउने कुखुराले मन पराउने कुखुराको लागि एकदमै हाई प्रोटिन हुने खालको ग्रासहरू पाउँदो रहेछ एकदम राम्रो होइन। कोही हाम्रै यहाँ लोकल बारीमा पनि उपलब्ध छ, कोही किनेर पनि पाइन्छ। त्यसरी युज गर्ने उद्देश्यले बनाएको छु। त्यही भएर तपाईँहरू सानोतिनो काम भनेर अप्ठ्यारो मान्नु पर्दैन। म त आनन्द लाग्छ साँच्चै, भगवान् कसम खाएर भन्छु। यो बन्दाखेरि तपाईँहरूलाई अब प्रोफेसनल एउटा सिकर्मी अथवा एउटा मिस्त्रीले बनाएको जस्तो त होला नहोला, तर मलाई देख्दा चाहिँ एकदम आनन्द लाग्छ है। यता बाख्रा, यता यो बाख्राको खोर छ। त्यही भएर सकेसम्म तपाईँहरूले खेर गएको जग्गाहरूलाई यसरी युज गरेर आफैले टाक्राटुर गरेर गर्न सक्नुभयो भने राम्रो पनि हुन्छ। यो अलिकति फरक तरिकाले मैले आज यो तपाईँहरूलाई पनि यसो नौलो भनेर सेयर गर्न मन लाग्यो। हेर्दै गर्नुहोस् कस्तो लाग्यो है त, कस्तो लाग्यो डिटेल्समा पनि भन्नु होला। पहिलो प्रयास हो, जिन्दगीमा पहिलोचोटि गरेको होइन। हुन त सानोमा 10-12 वर्ष उमेरमा नै चराचरा लुकाएर पालिन्थ्यो गोठमा, यही गोठमा ल्याएर। त्यति बेला नि अब पिञ्जाडा किन्ने पैसा हुँदैन, घरतिर उपलब्ध काठहरू ठोकेर मैले काठको पिञ्जाडा बनाएर लुकाएर पनि पाल्थेँ कि म। चरा भनेपछि यति क्रेजी मान्छे। अहिले मैले यहाँ लोकल कुखुरा बिजनेसको हिसाबले भन्दा पनि मलाई आनन्द लाग्छ। यस्ता चिजहरूले मलाई आनन्द दिन्छ अनि कस्ट कन्ट्रोल पनि हुन्छ। घरमा उत्पादन भएको चिजहरू नेचुरली खान पाइन्छ। राम्रो भयो, धेरै भयो भने अलिअलि यसो बेच्न पनि पाएँ, नभए नि आफूलाई युज हुन्छ भन्ने हिसाबले यो बनाएको छु। अब मैले ह्याचको भन्दा नि विशेष गरी अब यो लोभ हुन लागेको ओथारो बस्ने प्योर लोकल कुखुरा, ह्याचरीमा नि लोकल कुखुरा भन्ने हुन्छ, त्यो ओथारो बस्दैन होइन। प्योर गाउँतिर उपलब्ध हुने जुन हामीले सानो हुँदाखेरि पालिन्थ्यो नि ओथारो बस्ने गाउँतिरको अर्ग्यानिक लोकल कुखुरालाई अब छोड्ने ठाउँ तत्काल अहिले व्यवस्था नभए पनि यसलाई घाँसहरू भित्रै हालेर घरमा उपलब्ध दानाहरू भनौँ न, मकै सकै ढुटो चापड के हालिन्छ यसलाई त्यसरी पाल्ने सोचले यो बनाएको छु। हेर्दै गर्नु होला कस्तो लाग्यो, तपाईँहरूले पनि कमेन्ट गर्नु होला है। अब अन्यथा नसोच्ने के देखायो भन्नु होला होइन। कहिलेकाहीँ यस्तो देखाउँदा रमाइलो पनि हुन्छ। ल यो अब यसमा चाहिँ अब 2-3 दिन 1-2 दिनमा चाहिँ अब लोकल कुखुरा आउँछ। ल हेर्दै गर्नु होला। अनि बिस्तारै मैले यहाँ तपाईँहरूलाई अपडेट पनि गर्दै जानेछु। अब नराम्रो नसोच्नु होला है। कस्तो बन्यो जे जस्तो बन्यो नि मैले भिडियो सेयर गर्न मन लागेर सेयर गरेँ। हस् त, धन्यवाद, नमस्ते।